ब्ल्याक होल्स ब्रह्माण्डका रहस्यहरूको अनावरण। ब्रह्माण्डको विशाल विस्तारमा ब्ल्याक होल्स रहस्यमय विशालकायका रूपमा उभिएका छन्। स्पेस टाइमलाई वार्प गर्दै हाम्रो वास्तविक बुझाइलाई चुनौती दिन्छ। आज हामी यी आकाशीय घटनाहरूको सत्यता पत्ता लगाउन र तिनलाई परिभाषित गर्ने विज्ञानको गहिराइमा पुग्न एउटा यात्रा सुरु गर्दैछौँ। ब्ल्याक होल्स ती ठाउँहरू हुन् जहाँ गुरुत्वाकर्षण यति तीव्र हुन्छ कि प्रकाश समेत बच्न सक्दैन। जब विशाल मात्रामा पदार्थ अत्यन्तै सानो ठाउँमा सङ्कुचित हुन्छ तब यस्तो स्थिति उत्पन्न हुन्छ। ब्ल्याक होल वरिपरि रहेको सीमा, जसलाई इभेन्ट होराइजन भनिन्छ, त्यो पोइन्ट हो जहाँबाट फर्कन सकिँदैन। यो सीमा पार गरेपछि गुरुत्वाकर्षण यति बलियो हुन्छ कि केही पनि प्रकाश समेत बाहिर जान सक्दैन। साथै धेरै वैज्ञानिकहरूले यो विश्वास गर्छन् कि इभेन्ट होराइजन पार गरेपछि विशिष्ट भौतिक नियमहरू पनि विफल हुन्छन्। ब्ल्याक होल्स विभिन्न आकार र प्रकारका हुन्छन्। स्टेलर मास ब्ल्याक होल्स यी ती विशाल ताराहरूको अवशेषबाट बन्ने गर्छ जुन सुपरनोभा विस्फोटपछि कोल्याप्स हुन्छन्। यी प्राय हाम्रो सूर्यको 5 देखि 20 गुणा मास भएका हुन्छन्। प्राइमोर्डियल ब्ल्याक होल्स यो सैद्धान्तिक अवधारणा हो जसअनुसार बिग ब्याङ पछि अत्याधिक घना पदार्थको कोल्याप्सबाट केही साना ब्ल्याक होल्स बनेको हुन सक्छन्। यस्ता ब्ल्याक होल्स एस्ट्रोइड जस्तै साना वा अझै साना हुन सक्छन्। सुपरम्यासिभ ब्ल्याक होल्स मिल्की वे जस्तो ग्यालेक्सीको केन्द्रमा रहेका सेजिटेरियस ए जस्ता ब्ल्याक होल्स लाखौं वा बिलियन्स सूर्य बराबरको मास बोकेका हुन्छन् र प्राय सबै ग्यालेक्सीका मुटुमा अवस्थित हुन्छन्। थप रूपमा केही वैज्ञानिकहरूले इन्टरमिडिएट मास ब्ल्याक होल्सको सम्भावनाको पनि अध्ययन गरिरहेका छन् जुन स्टेलर मास र सुपरम्यासिभका बीचमा पर्ने गर्दछन्। ब्ल्याक होल वरिपरि एक एक्रेसन डिस्क हुन्छ, ग्यास, धुलो र प्लाज्माको एउटा घुम्ने आवरण जसले फ्रिक्सनको कारणले गरम भएर एक्सरे एमिट गर्छ। यसको तीव्र गुरुत्वाकर्षणले वरिपरि रहेका ताराहरूलाई विशेष तरिकाले अर्बिट गर्न बाध्य पार्छ, जुन मिल्की वेको केन्द्रमा देखिएको थियो र 2020 को नोबेल प्राइज इन फिजिक्समा यसलाई मान्यता प्राप्त भएको थियो। साथै ब्ल्याक होल्स नजिकै टाइम डाइलेसनको प्रभाव देखिन्छ, जसको अर्थ नजिक रहेका वस्तुहरूका लागि समय ढिलो बित्छ जबकि टाढा रहेका वस्तुहरूका लागि सामान्य गतिमा चलिरहन्छ। ब्ल्याक होल्स आफैले प्रकाश एमिट गर्दैन, जसले गर्दा तिनीहरू परम्परागत टेलिस्कोप्सद्वारा प्रत्यक्ष देख्न सकिँदैन, तर वैज्ञानिकहरूले तिनीहरूको वरिपरि हुने प्रभावहरूबाट तिनीहरूको अस्तित्व पत्ता लगाउँछन्। एक्रेसन डिस्कले विभिन्न वेभलेन्थ्समा विशेष गरी एक्सरेमा प्रकाश एमिट गर्छन्। ग्रेभिटेशनल वेव्स जुन विशाल वस्तुहरूको गति र समिशनका कारण स्पेस-टाइममा उत्पन्न भएका तरङ्गहरू हुन्। अब्जर्भेटोरिज जस्तै लिगोद्वारा पहिचान गरिन्छ। साथै ग्रेभिटेशनल लेन्सिङको प्रक्रिया जहाँ टाढाका वस्तुहरूको प्रकाश ब्ल्याक होलका अत्यधिक गुरुत्वाकर्षणका कारण बेन्ड हुँदै जान्छ, यसले पनि ब्ल्याक होल्स पत्ता लगाउन मद्दत पुर्याउँछ। लोकप्रिय विश्वासका विपरीत ब्ल्याक होल्स कस्मिक भ्याकुम क्लिनर्स होइनन्। तिनीहरूले वरिपरिका सबै कुरा कब्जा गर्दैनन्। वस्तुहरूले ब्ल्याक होल्सको अर्बिटमा सामान्य अर्बिटल स्पिड अपनाउन सक्छन्, ठीक ताराहरूले ग्रहहरूको रूपमा अर्बिट गर्ने जस्तै। वास्तवमा समान मास भएको ताराको ग्रेभिटेशनल फोर्स र ब्ल्याक होलको ग्रेभिटेशनल फोर्स बीच विशेष अन्तर हुँदैन। अर्को मिसकन्सेप्सन यो छ कि ब्ल्याक होल्स पूर्ण रूपमा अन्धकारमय हुन्छन्। यद्यपि इभेन्ट होराइजन आफै देखिँदैन, तर यसको वरिपरिका एक्रेसन डिस्क र अन्य फेनोमेनाले प्रकाश र रेडिएसन एमिट गर्छन्। केही अनुसन्धानहरूले यी फेनोमेना मार्फत हकिङ रेडिएसन पनि अध्ययन गरेका छन्, जसअनुसार ब्ल्याक होल्सले अत्यन्तै स्लो रेटमा पार्टिकल एन्टिपार्टिकल पेयर्स एमिट गर्न सक्छन्। ब्ल्याक होल सम्बन्धी हाम्रो बुझाइ निरन्तर विकास भइरहेको छ। इभेन्ट होराइजन टेलिस्कोपको सहकार्यले 2019 मा M87 ग्यालेक्सीको ब्ल्याक होलको स्याडोको पहिलो प्रत्यक्ष तस्बिर प्राप्त गरेपछि यो क्षेत्रमा नयाँ आयाम थपिएको छ। 2022 मा सेजिटेरियस ए को पनि तस्बिर प्राप्त गरिएको थियो। हालका अनुसन्धानहरूमा वैज्ञानिकहरूले ब्ल्याक होलको घेराभित्र घुम्ने प्लाज्मा र ग्यासको घण्टौँदेखि लामो फुटेज क्याप्चर गर्ने प्रयासमा समेत जुटेका छन्। सुपर कम्प्युटर सिमुलेसनहरूले ब्ल्याक होल मर्जरको जटिल गतिशीलता र तिनीहरूले एमिट गर्ने प्रकाशबारे गहिरो अध्ययन गर्न सहयोग पुर्याइरहेका छन्।
साथै हकिङ रेडिएसनको सिद्धान्त र अन्य क्वान्टम इफेक्ट्सको प्रयोगले भविष्यमा ब्ल्याक होल्सको पूर्ण वर्णन गर्न नयाँ सिद्धान्तको विकास सम्भावना बढाएको छ। ब्ल्याक होल्स केवल आकाशीय अचम्मका घटनाहरू मात्र होइनन्, तिनीहरू ब्रह्माण्डका आधारभूत नियमहरू बुझ्नका लागि ढोकाहरू हुन्। आइन्स्टाइन इक्वेसन्सदेखि लिएर आजका अत्याधुनिक अनुसन्धानसम्म यी कस्मिक जाइन्ट्सलाई बुझ्ने हाम्रो यात्रा अझै जारी छ। प्रविधि र अनुसन्धानको विकाससँगै हामी यी अद्भुत वस्तुका थप रहस्यहरू पत्ता लगाउनेछौँ र हाम्रो ज्ञान र कल्पनाका सीमाहरूलाई अझ बढाउनेछौँ। भविष्यमा अन्तरिक्ष यान र टेलिस्कोपिक एडभान्स मार्फत ब्ल्याक होल्सका वातावरण र तिनीहरूको अन्तर्क्रियात्मक प्रभावहरू अझ स्पष्टसँग अध्ययन गर्न सकिने आशा गरिएको छ। यो कस्मिक यात्रामा हामीसँग सामेल हुनुभएकोमा धन्यवाद। ब्ल्याक होल्सले विश्वभरका वैज्ञानिकहरूलाई चुनौती र प्रेरणा दिइरहेका छन् र हामीलाई सम्झाइरहेका छन् कि ब्रह्माण्ड अनगिन्ती आश्चर्यहरूले भरिएको छ। हेर्नुभएकोमा धन्यवाद र अन्जानका रहस्यहरू पत्ता लगाउनका लागि अझ रोचक अन्वेषणहरूमा सामेल हुनका लागि सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।